के बालेन शाह फागुन 21 को चुनावपछि सिधै प्रधानमन्त्री बन्छन्? यति बेला नेपालमा प्रधानमन्त्री को बन्छ भन्ने बारे निकै चर्चाको विषय भएको छ। सबै दलहरूले आफ्ना भावी प्रधानमन्त्री चुन्दै गर्दा प्रधानमन्त्री को हुन्छ भन्दा पनि कसरी कोही प्रधानमन्त्री हुन्छ, अर्थात् देशको प्रधानमन्त्री कसरी चुनिन्छ, आउनुहोस् आजको भिडियोमा डिटेलमा बुझ्ने कोसिस गरौँ। प्रधानमन्त्री तीनवटा राज्यको अङ्गमध्ये कार्यपालिका अन्तर्गत पर्दछ। कार्यपालिकाको मुख्य काम भनेको कानुन कार्यान्वयन गर्नु हो। कार्यपालिकाभित्र नै सरकार, काउन्सिल अफ मिनिस्टर अर्थात् मन्त्री परिषद पर्दछ। प्रधानमन्त्री मन्त्री परिषद अर्थात् सरकारको हेड हुने गर्दछ। मन्त्री परिषद वा काउन्सिल अफ मिनिस्टरमा प्रधानमन्त्री विभिन्न मन्त्री चुनेर आफ्नो क्याबिनेट बनाउने गर्दछ। सबैभन्दा पहिले त प्रतिनिधि सभाको चुनाव हुन्छ। फागुन 21 मा हुँदै गइरहेको प्रतिनिधि सभाको चुनावबाट हामीले प्रत्यक्ष र समानुपातिक गरी कुल 275 सांसदलाई प्रतिनिधि सभामा अर्थात् संसदमा पुर्याउने गर्दछौँ। यो 275 जना सांसदमध्ये 165 सांसदलाई डाइरेक्ट मेथड वा प्रत्यक्ष जनताले चुनेर पठाउने गर्दछन् भने बाँकी रहेका 110 जना चाहिँ पार्टीले समानुपातिकतर्फ पाएको मत अनुसार संसदमा आफ्ना उम्मेदवार पठाउने गर्दछन् र यिनै 275 जना सांसदमध्ये कुनै एकजना प्रधानमन्त्री हुन पाउँछ। हामीले चुनेर पठाएका सांसदहरूले नै प्रधानमन्त्री चुन्ने गर्दछन्। कुनै पनि पार्टीले वा दलले मेजोरिटी अर्थात् बहुमत ल्याउन 275 सांसदमध्ये 50% भन्दा बढी मेजोरिटी चाहिन्छ। कुनै एक पार्टीले बहुमत ल्याउँछ भने राष्ट्रपतिले त्यस पार्टीको नेता वा त्यस पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारलाई प्रधानमन्त्री चुन्नुपर्ने हुन्छ। त्यस प्रधानमन्त्रीको चेयरम्यानसिपमा काउन्सिल अफ मिनिस्टर अर्थात् मन्त्री परिषद गठन हुन्छ। यदि प्रतिनिधि सभामा क्लियर मेजोरिटी अर्थात् बहुमत नआएको खण्डमा 2 वा 2 भन्दा बढी दलहरू मिलेर कोलिसन वा गठबन्धन बनाउँछन्, जसबाट प्रतिनिधि सभामा बहुमत पुग्नु पर्दछ र त्यस गठबन्धनबाट एकजना प्रधानमन्त्री चुनिन्छ र पार्टीहरू मिलेर मन्त्रीमण्डल गठन हुन्छ। यसरी बहुमत ल्याएर वा गठबन्धन गरेर बनेका प्रधानमन्त्रीले प्रतिनिधि सभा चुनावको नतिजा आएको 30 दिनभित्रमा सांसदबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ। तर यदि विश्वासको मत पाएन भने राष्ट्रपतिले अर्को कुनै विश्वासको मत पाउन सक्ने उम्मेदवारलाई प्रधानमन्त्री चुनिन्छ। 275 जना सांसदमध्ये 138 जनाको समर्थन आएमा कुनै प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्छ। नेपालको संविधान अनुसार प्रतिनिधि सभा चुनाव भएको 30 दिनभित्रमा देशको प्रधानमन्त्री चुनिसकेको हुनुपर्दछ। यदि 30 दिनभित्र कुनै दलको बहुमत नआएमा वा गठबन्धन बन्न नसकेमा र विश्वासको मत पाउन नसकेमा राष्ट्रपतिद्वारा केयरटेकर प्रधानमन्त्री चुनेर संसदलाई विघटन गरेर फेरि अर्को प्रतिनिधि सभाको चुनाव घोषणा गर्नुपर्ने हुन्छ। यो चुनाव 6 महिनाभित्र गरिसक्नुपर्ने हुन्छ। केयरटेकर प्राइम मिनिस्टर भनेको कुनै प्रधानमन्त्रीले राजीनामा दिएमा संसदमा विश्वासको मत नपाएमा नयाँ प्रधानमन्त्री नचुनिन्जेलसम्म हुने प्रधानमन्त्रीलाई केयरटेकर प्राइम मिनिस्टर भनिन्छ। यसरी जनताले सांसदले प्रधानमन्त्री चुन्ने गर्दछन्। यी सबै कुराहरू उदाहरण लिएर हेरौँ है त। जस्तै 2079 को प्रतिनिधि सभाको चुनावमा कुनै पनि दलको बहुमत आएन। त्यसपछि गठबन्धन गरेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने। एमाले, रासपा, जसपा आदि दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री बनेका थिए। नेपालको राजनीति हेर्दा अहिलेसम्म कुनै पनि दलले बहुमत ल्याएर सरकार बनाएको छैन। जहिले पनि गठबन्धनको सरकार हुने गर्दछ। के फागुन 21 पछि कुनै दलले बहुमत ल्याएर एकल सरकार बनाउन सक्छ? आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला र भिडियो अन्तिमसम्म हेरिदिएकोमा धन्यवाद।